आजको भ्लगमा स्वागत छ हैन। अहिलेसम्म यहाँनिर हाम्रो यता गाउँको हजुरआमा भन्नुभएको थियो ल्याउनुको लागि यत्तिकै डुलिरहेको छु। देख्न सक्नुहुन्छ गाइस, फुल ल्याउनु भन्दा नि फुलको पैसा दिन आएको थियो क्या। फुलहरू यतातिर यता पछाडि फुल चाहिँ किनभने मन्दिर पाथी भएर लानुहुन्छ, म त्यसो भएर फुल ल्याउन आएको थिएँ। त्यो भएर यसो भ्लग गरेको नि। ल भन्दै एलिस भाइ देख बताउँदै कुद्दै थिएँ गाइस। म चाहिँ काम छैन अब होइन, यसो बजाउनु पऱ्यो नि त गाडी गाडी फुल देख्न सक्नुहुन्छ गाइसहरू। फुल भए चुरी दिन्थे फुलको बास्ना जस्तै तिमी हुँदै अब गीत गाउँदै हिँड्दैछौँ। हाम्रो भाबीजी कता जानुभएको? पानी जानुभएको अरे पानी चाहिँ हाम्रो नि पानी नै आएको छैन। ल यहाँ त अनि तिम्रो नाम अरुण होइन? पुटियालाबाट मान्छे आएको त हौ किराती। त्यस्तो पब्लिक नगराउन भ्लगमा हौ त्यहाँ भ्लग बनाउँदैछु। बुढा थोकी भनेको के भन्छ नि केटाकेटीहरू, मलाई थाहा छैन के भनेको हो पनि। मकैहरू देख्न सक्नुहुन्छ गाइस। मेनुका खवास पढ्दै हुँदो रहेछ होइन, मेनुका खवास पढ्दै हुन्छ गाइस। देख्न सक्नुहुन्छ, आउनु पऱ्यो नि त होइन। म पनि होमवर्क गर्दा गरेर आएको। अनि यहाँनिर त्यो फुलको पैसा पऱ्यो नि हो त, होमवर्क गर्दा गर्दै हिँड्दैन। होमवर्क चाहिँ नि क्वेसन पेपरको विस्तार गरेर हुनुहुन्छ क्या। हाम्रो एउटा मिलन सर हुनुहुन्छ होइन, गर्नु पायो भने जस्तो गर्नु भएन नि त गाइस होइन। कति कामहरू पनि हुनसक्छ र पनि अब के गर्नुदेखि गरिहाल्यो क्या। अब रिस अलिअलि उठिरहेछ सरदेखि होइन, र पनि अब के गर्नु गाइस। अहिले चाहिँ म होइन यसो हाम्रो मासिएर कपिलले गर्छ जाँदैछु होइन। गरिसकेँ कपिलहरू घरतिर जाँदैछु है केटा। हाम्रो कपिलजीको के साग हो भन्नु नि, मुलाको साग। हजुरलाई चाहिँ कहाँ जानुभयो? ए हाम्रो हजुर हुँदो रहेछ नि, मुलाको साग केलाउँदै हुन्छ रहेछ गाइस। मिठो पनि हुँदैन रहेछ, सब्जी खानै पर्छ होइन। कविहरू चाहिँ उमालेछ मकैबारी। एउटा कुरा नि गाइस, यो बाटो छ नि, यो जुन बाटो यो तेर्सो बाटो, यो बाटो चाहिँ होइन राति तर्साउँछ अरे क्या। मैले सुनेको तर्साउँछ भने सुनेको थिएँ। अब किरण दोस्तको घर गयो, किरणमा कपिल दाइ भयो नि त। त्यो घर गएको उकालो बाटो थियो, तर म चाहिँ के बनाइदिएको गाइस। नाममा पुगिराख्ने होइन, टक्क बाटो माथि छ।
क्या बाटो त ढिगा कस्तो सफा हुनुभएको यस्तो छ कसले यस्तो सफा गर्नु म कमेन्ट घर पुगिरहने आइसकेको छु होइन त्यो अब आजको ब्लगले पनि बनाएको ब्लग मन पऱ्यो भने लाइक पनि गरिदिनु होला गाइड सब्सक्राइब गरिदिनु होला होइन